के भन्न चाहनुहुन्छ विराटनगरवासीलाई? माटोमा भोट हाल्न। कतिले व्यस्त हुन्छ? अलिकति थोरै कुराकानी भयङ्कर व्यस्त छु अहिले फ्लाइट छुट्न। तपाईँ योभन्दा अगाडि पनि विराटनगर आउँदै हुनुहुन्थ्यो, हल्ला चलेको फेरि किन आउनु भएन तपाईँले? त्यतिखेर पनि भ्याइन के भ्याउनु भएन। कार्यक्रम क्लास भयो, म फेरि आउँछु मजाले बात मार्नु। प्रधानमन्त्री बन्ने चाहिँ कतिको तपाईँलाई चाहिँ विश्वस्त हुनुहुन्छ तपाईँ? विश्वस्त छु। यो छौँ विराटनगरको यो महेन्द्र चोकमा चाहिँ भर्खरै श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्बाङज्यू अहिले विराटनगर आइपुग्नु भएको छ र उहाँले अहिले सम्बोधन गरेर उहाँको फ्लाइट 6 बजेको रहेको छ र उहाँ अब केही बेरमा चाहिँ यहाँबाट विराटनगरबाट चाहिँ उहाँ निस्किँदै हुनुहुन्छ भन्ने चाहिँ हामीलाई अहिले भर्खरै हर्क साम्बाङज्यूले बताइसक्नु भएको छ र हामी चाहिँ उहाँसँग छोटो कुराकानी गर्न गइरहेको छौँ। उहाँ आउने बित्तिकै हामी प्रयासमा रहन्छौँ उहाँसँग कुराकानी गर्नको लागि र अहिले उहाँ चाहिँ फोटो खिचाइराख्नु भएको छ र अहिले यहाँ हामी हेर्न सक्छौँ यतातिर। त्यसै गरी सुरक्षाकर्मीहरू चाहिँ अहिले परिचालन गरिएको छ। नेपाल प्रहरी, सशस्त्र प्रहरी, त्यसै गरी निर्वाचन प्रहरीको अहिले बाक्लो उपस्थित रहेको छ। त्यसै पनि हामी कुराकानी गर्ने प्रयासमा रहन्छौँ। उहाँको व्यस्तताको बिच पनि हामी कुराकानी गर्न गइरहेको छौँ। हर्क साम्बाङलाई यतातिर देखाउँ। के भन्न चाहनुहुन्छ विराटनगरवासीलाई? माटोमा भोट हाल्न। कतिले व्यस्त हुन्छ? अलिकति थोरै कुराकानी भयङ्कर व्यस्त छु अहिले फ्लाइट छुट्न। तपाईँ योभन्दा अगाडि पनि विराटनगर आउँदै हुनुहुन्थ्यो, हल्ला चलेको फेरि किन आउनु भएन तपाईँले? त्यतिखेर पनि भ्याइन के भ्याउनु भएन। कार्यक्रम क्लास भयो, म फेरि आउँछु मजाले बात मार्नु। प्रधानमन्त्री बन्ने चाहिँ कतिको तपाईँलाई चाहिँ विश्वस्त हुनुहुन्छ तपाईँ? विश्वस्त छु। हस्, धन्यवाद। दर्शक हामी छोटो कुराकानी गऱ्यौँ र म प्रधानमन्त्री बन्छु भन्ने चाहिँ हर्क साम्बाङले भर्खरै बोलिसक्नु भएको छ र अहिले एकदमै भिड रहेको छ विराटनगरको महेन्द्र चोकमा र यहाँलाई चाहिँ अहिले हामी कति उत्साह हुनुहुन्छ? हामी धेरै उत्साहित छौँ। उत्साहित हुनुहुन्छ है? धेरै उत्साहित। हर्क साम्बाङले गरेका कामहरूप्रति चाहिँ तपाईँलाई कस्तो लागिरहेको छ? हामीलाई विश्वास लागेर हामी यो पार्टीमा आएका छौँ। हामी यो पार्टीलाई जिताउने हामी भोरपर प्रयास गरिरहेछौँ। जस्तै दर्शक पनि हामी देखिरहेको छौँ कति जस्तै अब उहाँ अहिले भर्खरै विराटनगर आउनुभयो, योभन्दा अगाडि पनि विराटनगर आउने हल्ला थियो तर उहाँ चाहिँ फेरि विराटनगर नआइकन त्यो हल्ला मात्र रह्यो भन्ने कुराहरू पनि जुन चर्चा छ नि अहिले। अब केही उहाँको आफ्नो व्यक्तिगत कामहरू अन्त्य पनि भ्याउनु पर्ने भएकोले गर्दा यसमा नि त्यो अन्तिम दिन थियो लगभग त्यही दिन त्यो के अरे नगरपालिका अध्यक्षबाट चाहिँ धरानको नगर अध्यक्षबाट चाहिँ उहाँले राजीनामा दिने दिन थियो क्या। त्यसको कारण चाहिँ उहाँ नआउनु भएको। आज पनि किन छिटो गर्नुभयो भने उता धरानमा पनि कार्यक्रम थियो, हो कि सुन्नु भएको छ नि? धरानमा कार्यक्रम सकेर अहिले फेरि काठमाडौँ जाँदै हुनुहुन्छ क्या। अहिले प्लेनबाट काठमाडौँ जाँदै हुनुहुन्छ। त्यो भएको कारणले छोटो कार्यक्रम भयो क्या। एकदमै छोटो भयो नि, यहाँको जनताले धेरै आश गरेको थियो। हो, यो यसमा चाहिँ उहाँहरूले पनि माफी माग्नु। मेन कारण चाहिँ त्यही हो, उहाँ धरानको कार्यक्रम सकेर आउँदा यहाँ ढिलो भयो।